अमेरिकाको उत्तर पश्चिमी भागमा रहेको सुन्दर सहर सियाटल। यहीँबाट सुरु हुन्छ उत्तर अमेरिकाको सबैभन्दा लोकप्रिय क्रुज यात्रा मध्ये एक अलास्का क्रुज। हरेक वर्ष लाखौं यात्रु सियाटलबाट विशाल क्रुज जहाज चढेर हजारौं किलोमिटर उत्तरतर्फ यात्रा गर्छन्। यो केवल एउटा भ्याकेसन होइन, यो प्रकृति, इतिहास, वाइल्ड लाइफ र एडभेन्चरको अनुभव हो। सियाटलको बन्दरगाहबाट जहाज बिस्तारै समुद्रतर्फ अगाडि बढ्छ। सहरका अग्ला भवनहरू टाढा हुँदै जान्छन् अनि सुरु हुन्छ पेसिफिक ओसियनको विशाल यात्रा। धेरै क्रुजहरूले अलास्का पुग्नु अघि सैनिक वाटरवेज र आइल्यान्ड प्यासेजेसहरू पार गर्छन्। क्रुज आफै एउटा फ्लोटिङ सिटी हुन्छ। भित्र रेस्टुरेन्ट, बफेट, थिएटर सोज, लाइभ म्युजिक, शपिङ एरिया, स्विमिङ पुल्स, किड्स एक्टिभिटिज, क्यासिनो र ओसियन भ्यूज डेक हुन्छन्। क्रुज यात्रा सामान्यतया 7 देखि 10 दिनसम्म चल्छ। यस अवधिमा यात्रुहरूले समुद्रको बीचमा सनराइज, सनसेट, व्हेल्स, सी बर्ड्स र कहिलेकाहीँ डल्फिन पनि देख्न सक्छन्। क्रुजको लगभग 2 दिन पछि को पहिलो स्टप हो जुनो।
जुनो अलास्काको राजधानी हो। सन् 2025 को तथ्याङ्क अनुसार यहाँको पपुलेसन जम्मा 31,609 जना थियो। जुनोको विशेष कुरा के हो भने यहाँ पुग्न रोड कनेक्सन छैन। अमेरिकाभित्रको राजधानी भएर पनि यहाँ कार चलाएर जान सकिँदैन। जहाज वा विमान नै मुख्य माध्यम हो। जुनो चारैतिर पहाड, जङ्गल र ग्लेसियरले घेरिएको छ। यहाँको सबैभन्दा प्रसिद्ध आकर्षण हो मेडेनहल ग्लेसियर। हजारौं वर्ष पुरानो यो ग्लेसियर हेर्न हरेक वर्ष धेरै पर्यटक आउँछन्। जुनोको सबैभन्दा प्रसिद्ध झरनाको नाम हो नगेट झरना। यो झरनाको उचाइ करिब 377 फिट छ। जुनो व्हेल वाचिङका लागि निकै प्रसिद्ध छ। गर्मीको समयमा हम्पब्याक व्हेल समुद्रमा सजिलै देख्न सकिन्छ। यदि तपाईँ एडभेन्चर मन पराउनुहुन्छ भने हेलिकप्टर ग्लेसियर टुर, हाइकिङ, राफ्टिङ र कायाकिङ पनि गर्न सकिन्छ। त्यसपछि अर्को लोकप्रिय स्टप हो स्कागवे। आज यो सानो सहर देखिए पनि 1890 दशकमा यहाँ संसारभरिका हजारौं मानिस गोल्ड खोज्न आएका थिए। स्कागवे विशेष गरी क्लोनडाइक गोल्ड रसको कारण प्रसिद्ध छ। आज पनि यहाँ पुराना बिल्डिङ, वुडन साइडवक्स र हिस्टोरिक डाउनटाउनले त्यो समयको झल्को दिन्छ। यहाँको सबैभन्दा चर्चित अनुभवमध्ये एक हो हिस्टोरिक ट्रेन राइड। पुरानो रेलवेबाट पहाड, टनेल र ब्रेथ टेकिङ सिनरी हेर्दै यात्रा गर्न सकिन्छ। स्कागवेको वरिपरि स्नो क्याप्ड माउन्टेन्स र ड्रामेटिक ल्यान्डस्केपले यसलाई फोटोग्राफर्सको लागि स्वर्ग बनाएको छ। यहाँ बस टुर पनि गर्न सकिन्छ। बस टुर गर्दा बाटोमा जङ्गली जनावरहरू पनि देख्न सकिन्छ। यो चाहिँ स्कागवेको, यो अलास्काको स्कागवेको सबभन्दा टप 1000 मिटर भन्दा अलि माथि रहेछ। यो स्कागवे भन्ने ठाउँमा चाहिँ न एयरपोर्ट छ, न गाडीको एक्सेस छ। यहाँबाट बाहिर जानलाई चाहिँ ओन्ली वान वे समुद्रमा डुङ्गा चढेर तर ठुल्ठुलो जङ्गा चढेर जानुपर्ने रहेछ। यहाँ ठुलो हस्पिटल पनि रहन्छ। जम्मा यहाँ जनसङ्ख्या 800 जना रहेछ। बस टुर गर्दा क्यानाडाको बोर्डर क्रस गरेर युकोन पुगिन्छ। युकोन क्यानाडाको उत्तर पश्चिमी भागमा रहेको एउटा टेरिटोरी हो जुन विशाल हिमाल, जङ्गल र ग्लेसियर, गोल्ड रस इतिहासका लागि प्रसिद्ध छ। यहाँको पपुलेसन करिब 40-45 हजार जति मात्र छ। त्यसैले यो क्यानाडाको कम जनसङ्ख्या भएको क्षेत्रमध्ये एक हो। यहाँ लामो जाडो, धेरै हिउँ र गर्मीमा लामो डेलाइट हुने गर्छ। धेरै पर्यटकहरू वाइल्ड लाइफ, नर्थर्न लाइट्स, हाइकिङ र गोल्ड रस हिस्टोरी हेर्न जान्छन्।
क्रुज अब ग्लासियर हेर्नतिर अगाडि बढ्दैछ। आज चाहिँ 5औं दिन। गुड मर्निङ सबैलाई। बिहानको 7 बजेको छ। अब हामी चाहिँ ग्लेसियर बे नेसनल पार्क इन्टर गऱ्यौँ। अब यहाँबाट चाहिँ करिब 9 बजेतिर ग्लेसियरको भ्यू, अलास्काको सबभन्दा रोमाञ्चक दृश्य हेर्न जाँदैछौँ। यो ग्लेसियर बे, ग्लेसियर हिमालबाट ग्लेसियर मतलब हिमाल पग्लिने दृश्यहरू साह्रै रोमाञ्चक हुन्छ। अब त्यही हेर्न चाहिँ अब हामी जाँदैछौँ। म चाहिँ अब अहिले माथिल्लो तल्लामा छु। यो चाहिँ अब बिहान मर्निङ वाकका लागि एकदम राम्रो ठाउँ बनाइदिएको छ। हिँड्नलाई, दौडिनलाई, व्यायाम गर्नलाई। चिसै छ, अलि थोरै पानी परिरहेको छ, तर रमाइलो छ साह्रै नै। चारैतिर हिमाल छ, अब बिचमा समुद्र छ, त्यो त भन्नै परेन होइन। अनि हाम्रो पछाडि पनि अरू क्रुजहरू आइरहेको छ। अब यहाँ कतै व्हेलहरू पनि देखिन सक्छ। चान्स मिल्यो भने म देखाउँला। अलास्का क्रुजको सबैभन्दा भावुक क्षण ग्लासियर भ्यू हुन सक्छ। जब क्रुज विशाल ग्लेसियर नजिक पुग्छ, हजारौं वर्ष पुरानो बरफको पर्खाल जहाजको अगाडि उभिएको देखिन्छ। कहिलेकाहीँ ग्लासियरबाट ठुला बरफका टुक्रा समुद्रमा खस्ने दृश्य, जसलाई काल्भिङ भनिन्छ, प्रत्यक्ष देख्न सकिन्छ। शान्त वातावरण, चिसो हावा र नीलो बरफको दृश्य धेरै यात्रुको लागि अनफर्गेटेबल हुन्छ। केचिक्यान यो अलास्काको दक्षिण पूर्व रहेको सानो तर निकै चर्चित कोस्टल सिटी हो। केचिक्यानको 2025 को इस्टिमेट अनुसार यहाँको पपुलेसन जम्मा 7,939 रहेको छ। केचिक्यानलाई साल्मन क्यापिटल अफ द वर्ल्ड पनि भनिन्छ, किनभने यहाँ साल्मन फिसिङ निकै प्रसिद्ध छ। सहरको सबैभन्दा चर्चित स्थान हो क्रिक स्ट्रिट। यो पुरानो वुडन बोर्डवाक माथि बनेको ऐतिहासिक क्षेत्र हो, जुन पहिले रेड लाइट डिस्ट्रिक्ट भनिन्थ्यो। अहिले यहाँ सोभेनियर शप, ग्यालरिज र हिस्टोरिक बिल्डिङहरू देख्न सकिन्छ। केचिक्यान स्थानीय आदिवासी संस्कृतिका लागि पनि प्रसिद्ध छ। यहाँ ठुलो सङ्ख्यामा टोटेम पोल्स देख्न सक्नुहुन्छ, जसले स्थानीय इतिहास र परम्परा देखाउँछ। यहाँको मौसम धेरै वर्षायुक्त हुन्छ, त्यसैले यसलाई रेन क्यापिटल अफ अलास्का पनि भनिन्छ। हाम्रो क्रुजको अन्तिम स्टप हो भिक्टोरिया, क्यानाडा। अलास्का क्रुजहरूमा भिक्टोरिया प्राय लास्ट स्टप हुन्छ, किनकि सियाटलबाट राउन्ड ट्रिप क्रुजले क्यानाडामा कम्तीमा एउटा स्टप गर्नुपर्छ। यहाँ क्रुज धेरै जसो बेलुका वा राति केही घण्टाको लागि रोकिन्छ, करिब 3 घण्टा। भिक्टोरिया आफ्नो सुन्दर हार्बर, ब्रिटिस स्टाइल आर्किटेक्चर र पिसफुल एटमोस्फियरका लागि प्रसिद्ध छ। अलास्का यात्रा सकेपछि यो स्टप यात्राको सुन्दर एन्डिङ जस्तै लाग्छ। सियाटलबाट अलास्का केवल एउटा समुद्री यात्रा मात्र होइन, यो यात्रा हो जहाँ आधुनिक लग्जरी, पुरानो इतिहास, वाइल्ड लाइफ, ग्लेसियर र अनटच्ड नेचर एकै ठाउँमा भेटिन्छ। जब जहाज सियाटल फर्किन्छ,
धेरै यात्रुहरू केवल फोटो लिएर फर्किँदैनन्, उनीहरू एउटा अनुभव लिएर फर्किन्छन्। हवस् त, नमस्कार। फेरि यस्तै जानकारीमूलक सामग्री लिएर आउनेछु। अहिलेलाई बाई बाई। मेरो च्यानललाई लाइक अनि सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।